तपाईको भिडियोमा भ्युज आउँदैन तर भ्युज बढाउनको लागि धेरै प्रयास गर्नुभएको छ तर पनि तपाई सफलता प्राप्त गर्न सक्नु भएको छैन। तर चिन्ता नलिनुस्, आज म तपाईलाई यस्ता रियल 10 वटा तरिका अथवा टिप्स बताउन गइरहेको छु जुन टिप्स प्रयोग गरेर तपाईहरुले आफ्नो भिडियोको भ्युज बढाउन सक्नुहुनेछ। भ्युज मात्र होइन, तपाईहरुले यी टिप्सहरु प्रयोग गरेर च्यानल नै 100% रियल एन्ड जेन्युइन तरिकाले ग्रो गर्न सक्नुहुनेछ। यी टिप्सहरु प्रयोग गरेर तपाईहरुले 100% जेन्युइन एन्ड रियल तरिकाले तपाईहरुले आफ्नो च्यानललाई ग्रो गर्न सक्नुहुनेछ। भिडियो भने अन्तिमसम्म हेर्नु होला किनभने लास्टको टिप्स नै एकदमै धेरै महत्त्वपूर्ण रहेको छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। ल अब आउनुहोस् भिडियो सुरु गरौँ। नम्बर 1 मा रहेको छ ट्रेन्डिङ टपिक। तपाईहरुले भिडियो बनाउने बेलामा सबैभन्दा पहिला ट्रेन्डिङ टपिकलाई छानेर भिडियो बनाउनु पर्ने हुन्छ। जस्तो कि अहिले चलिरहेको जुन आज अथवा भोलिमा जुन तरिकाले चलिरहेको एउटा ट्रेन्डिङ टपिक हुन्छ त्यस विषयमा चाहिँ तपाईले भिडियो बनाउनु भयो भने तपाईको भ्युज एकदमै धेरै आउने सम्भावना बढी हुन्छ। जस्तो कि गुगल ट्रेन्डिङ भयो अथवा युट्युब ट्रेन्डिङमा जे कुरा जुन टपिकमा चाहिँ एकदमै ट्रेन्ड चलिरहेको छ, जुन टपिकमा चाहिँ भिडियोहरु भाइरल भइरहेको छ त्यस्तो खालको टपिक छानेर तपाईले भिडियो बनाउनु भयो भने 100% तपाईको भ्युज 100% ग्रो हुनेछ। नम्बर 2 मा रहेको छ थम्बनेल। यदि तपाईले भिडियोको थम्बनेल बनाउन जान्नु भएन, यदि तपाईले चाहिँ भिडियो थम्बनेलको कुनै पनि तरिका जान्नु भएको छैन भने तपाईको भ्युज एकदमै डाउन हुन सक्छ। त्यसैले भ्युज बढाउनको लागि थम्बनेलको एकदमै जरुरी छ। थम्बनेल एकदमै राम्रो क्रिएटिभिटी देखाएर एकदमै राम्रो ठूला अक्षर क्लियर रूपमा चाहिँ तपाईले थम्बनेलमा देखाउन सक्नुभयो भने थम्बनेलबाट चाहिँ तपाईको क्लिक थ्रु रेट आउँछ। तपाईको थम्बनेलले गर्दा तपाईको भ्युज बढ्ने सम्भावना एकदमै बढी हुन्छ। त्यसकारणले गर्दाखेरि थम्बनेलमा एकदमै ध्यान दिनु होला। थम्बनेल बनाउने बेला केही समय लगाएर एकदमै राम्रो हेर्दाखेरि अट्र्याक्टिभ खालको चाहिँ थम्बनेल बनाउनु भयो भने तपाईको क्लिक थ्रु रेट एकदमै बढ्छ अनि त्यसपछि तपाईको भ्युज बढ्ने सम्भावना हुन्छ। थम्बनेल बनाउने बेला स्पष्ट बुझिने खालको अलिकति मोटो अक्षरमा एकदमै चम्किलो खालको थम्बनेलहरु बनाउनु होला। आकर्षक एकदमै गहकिलो खालको शब्दहरु राखेर तपाईले थम्बनेल डिजाइन गर्नुभयो भने तपाईको भ्युज ग्रो हुनेछ। थम्बनेलमा एकदमै ध्यान दिनु होला। थम्बनेल नै हाम्रो भिडियोको सबैभन्दा बाहिरी कभर हो। त्यसकारणले गर्दाखेरि थम्बनेलमा धेरै भन्दा धेरै ध्यान दिनु होला है त। नम्बर 3 मा रहेको छ भिडियोको टाइटल। जसरी थम्बनेलले एउटा भिडियोमा निभाउने भूमिका सिर्जना गर्छ त्यस्तै अर्को सबैभन्दा इम्पोर्टेन्ट चीज हो भिडियोको टाइटल। तपाईले भिडियो बनाउनु भयो तर टाइटल राख्न नै जान्नु भएन, भिडियोको टाइटल के राख्ने भनेर टाइटल चयन गर्न सक्नु भएन र जस्तो पायो त्यस्तै टाइटल राख्नु भयो भने तपाईको भ्युज आउने सम्भावना एकदमै नर्मल र न्यून हुन्छ। त्यसकारणले गर्दाखेरि टाइटललाई ध्यान दिनु होला। सबैभन्दा यस्तो किसिमको चाहिँ टाइटल राख्नुस् कि जुन टाइटलले गर्दाखेरि तपाईको भ्युअरको क्युरियोसिटी बढोस् कि तपाईको भिडियोमा क्लिक गर्नुपर्छ, यो भिडियो हेर्न पर्छ भन्ने खालको टाइटल राख्न पर्यो। भ्युअरको मनमा यस्तो खालको पैदा हुन पर्यो जुन टाइटल हेर्दा बित्तिकै भ्युअरको मनमा क्युरियोसिटी जागोस्। त्यस्तो खालको अट्र्याक्टिभ खालको चाहिँ टाइटल राख्न पर्छ। त्यस्तै अर्को 4 नम्बरमा रहेको छ तपाईको भिडियोलाई सबैभन्दा सुरुमा कम्तीमा 30 सेकेन्डलाई एकदमै अडियन्सको जुन रिएक्सन हुन्छ, भ्युअरको जुन ध्यानलाई केन्द्रित गर्न सक्ने एउटा 30 सेकेन्डको इन्गेजमेन्ट चाहिँ राख्नै पर्छ। तपाई करिब मिनिमम पनि 30 सेकेन्ड जति भ्युअरको ध्यानलाई चाहिँ तपाईले खिच्ने प्रयास गर्नुस्। एकदमै स्पेशली रूपमा चाहिँ तपाईले एकदमै गहकिलो शब्द र भित्र भएको मेन पार्ट के हो त्यस्तो खालको चाहिँ हाइलाइट्स बनाएर राख्न सक्नुपर्छ। त्यो हाइलाइटले गर्दाखेरि तपाईको भिडियोलाई अन्तिमसम्म हेर्ने कोसिस गर्छ भ्युअरले। त्यसकारणले गर्दाखेरि तपाईहरुले मिनिमम 30 सेकेन्डको टाइम तपाईले एकदमै इन्गेजिङ गराउन पर्छ भिडियोलाई। भिडियोमा अनावश्यक कुराहरु नमस्कार, तपाई सन्चै हुनुहुन्छ, तपाईलाई कस्तो छ, मलाई ठिकै छ जस्ता किसिमका शब्दहरु युज नगर्नुस् किनभने त्यस्ता शब्दले मानिसको टाइम वेस्ट हुन्छ। त्यो तपाईको नमस्कार, म ठिक छु, तपाई ठिक हुनुहुन्छ होला भन्ने खालका जुन शब्द हुन्छन् त्यस्तोले मानिसको दिमागमा के हुन्छ भने एक प्रकारको बोरिङ फिल हुन्छ। त्यस्तो खालको बोरिङ भिडियो भयो भने भ्युअरले तपाईको भिडियोलाई स्विप गरिदिन्छ। त्यसकारणले गर्दाखेरि भिडियोमा सबैभन्दा पहिला मुद्दामा आउनुस्, त्यसपछि भिडियो बनाउनुस् है त। नम्बर 5 मा रहेको छ अडियन्स रिटेन्सन। अडियन्स रिटेन्सन भनेको कस्तो भने तपाईको भिडियो एकदमै रोचक खालको हुन पर्यो।
तपाईको रोचक खालको स्क्रिप्टिङ अनि तपाईले भन्न खोजेको मेन मुद्दा के हो र तपाईले भ्युअरलाई कतिसम्म चाहिँ ध्यान केन्द्रित बनाएर एउटा भिडियोमा चाहिँ इङ्गेजिङ गराइराख्नु भएको छ भन्ने कुरामा भर पर्छ। त्यस कारणले गर्दाखेरि भिडियो एकदमै क्वालिटी, एकदमै एडिटिङ, राम्रो खालको एडिटिङ अनि तपाईले रोचक कुराहरू चाहिँ मिसाएको हुनुपर्छ। भ्युअरहरूको ध्यान केन्द्रित होस् र तपाईको भिडियो अन्तिमसम्म हेरोस्। त्यसको लागि तपाईले चाहिँ के गर्नुपर्छ भने भिडियोको एडिटिङ क्वालिटी राम्रोसँग बनाएर राख्नुपर्छ। भिडियो एडिटिङ गर्दाखेरि भिडियो एडिटिङमा चाहिँ एकदमै टाइम दिनु होला। तपाईको मेन पार्ट भनेको भिडियो एडिटिङ नै हुन्छ। सकेसम्म भिडियोलाई छोटो र सरल भाषामा बनाउने कोसिस गर्नु होला। भिडियोमा एकदमै लामो बनाउने कोसिस नगर्नु होला। छोटो र छरितो तरिकाले भिडियोलाई चाहिँ दिन खोजेको सबै तरिका राम्रो तरिकाले दिन सक्नुभयो भने छोटो र छरितो भिडियोले एकदमै राम्रो रिटेक्सन पाउँछ। राम्रो रिटेक्सन पाएपछि तपाईको भिडियोको वाच टाइम बढ्छ। वाच टाइम बढ्यो भने तपाईको अडियन्स रिटेक्सन के हुन्छ, बढ्दै जान्छ। त्यसै अर्को रहेको छ 6 नम्बरमा कन्सिस्टेन्सी। यो भनेको एकदमै महत्त्वपूर्ण कुरा हो। युट्युबमा कहिले पनि भन्दा बित्तिकै र स्टार्ट गर्दा बित्तिकै कोही पनि मान्छे ग्रो भइहाल्दैन, सफलता प्राप्त गर्दैन। युट्युब भनेको यस्तो चिज हो जति हेर्दा सजिलो लाग्छ त्यति सजिलो छैन। रियालिटीमा गर्नको लागि युट्युबमा ग्रो गर्नको लागि धेरै मेहनत, धेरै परिश्रम र धेरै हार्डवर्किङ गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईको के चाहिन्छ त भन्दाखेरि कन्सिस्टेन्सी चाहिन्छ, तपाईको धैर्यता चाहिन्छ। धैर्यतालाई म्यानेज गर्नु होला, कन्सिस्टेन्सी राख्नु होला, रेगुलरली गर्नु होला र तपाईँ कहिले पनि घबराउने, कहिले पनि आत्तिने र कहिले पनि डिमोटिभेट हुने काम कहिले पनि नगर्नु होला। रेगुलर कन्टिन्यू गर्नुहोस्, गलत तरिकाले नगर्नु होला। त्यसैले तपाईको सफलता अवश्य पनि आउनेछ। भिडियो बनाउँदै जानुहोस्। भिडियो बनाउँदै गइसकेपछि तपाईले हरेक कुराहरू सिक्दै जानुहुनेछ। तपाईको बोल्ने तरिका, तपाईको भिडियो बनाउने तरिका, तपाईको भिडियो एडिटिङ तरिका, तपाईको थम्बनेल, तपाईको टाइटल, हरेक कुरा प्रत्येक भिडियोमा चाहिँ तपाईको चेन्ज हुँदै जानेछ। त्यसले गर्दा तपाईको भिडियो क्वालिटी हैन, थम्बनेल क्वालिटी, तपाईको हर चिजलाई चाहिँ इम्प्रुभमेन्ट हुँदै जान्छ र तपाईलाई अटोमेटिक मोटिभेट हुनुहुनेछ तपाईँ। अनि त्यसपछि तपाईको च्यानल ग्रो हुनको लागि कसैले कसैलाई सिकाउन नै पर्दैन र कसैको भिडियो हेर्न जरुरी पनि पर्दैन। त्यसैले तपाईले अहिले हार्डवर्किङ गर्नुहोस् हैन, पछि तपाईँ सक्सेस हुँदै जानुहुनेछ। मेन कुरा के हो भने आफ्नो कन्सिस्टेन्सीलाई म्यानेज गर्न सिक्नु होला। हप्तामा कम्तीमा पनि लङ भिडियोमा काम गर्नुहुन्छ भने 3 देखि 4 वटा भिडियो मिनिमम पनि राख्नुपर्छ भने सर्टमा काम गर्नुहुन्छ भने डेली एउटा भिडियो पोस्ट गर्नु होला। त्यस्तै नम्बर 7 मा रहेको छ। नम्बर 7 मा रहेको छ एसईओ। एसईओ को मतलब के हुन्छ भने सर्च इन्जिन अप्टिमाइजेसन। युट्युबको एल्गोरिथम अनुसार एसईओ गर्न सक्यो र एसईओ अनुसार भिडियोलाई चाहिँ अपलोड गर्न सकियो भने त्यसरी गएको र त्यो म्यानेजमेन्टमा गएको भिडियो टप लेभलमा पुगेको हुन्छ। तपाईको होम पेजमा जान्छ र होम पेजमा सजेसनमा गयो भने तपाईको भिडियो एकदमै राम्रो तरिकाले चल्ने सम्भावना हुन्छ। त्यसैले एसईओ गर्ने ट्याग, टाइटल, थम्बनेल यी सबै कुराहरूलाई चाहिँ म्यानेजमेन्ट गरेर लान सक्नुभयो भने तपाईको भिडियोमा भ्युज आउने सम्भावना एकदमै धेरै हुन्छ। यदि तपाईलाई एसईओ गर्न आउँदैन भने तपाईले तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईलाई एसईओ के हो भनेर अर्को भिडियो लिएर आउने छु। तपाईलाई एसईओ को बारेमा सिक्न छ भने कमेन्ट गर्नु होला है त। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक पनि गरिदिनु होला। त्यस्तै 8 नम्बरमा रहेको छ कल टु एक्सन बटन। जस्तो कि तपाईले कल टु एक्सन बटन तपाईले अर्को भिडियो चाहिँ माथि आइकनमा आएको छ, यो आइकनमा दबाएर हेर्न सक्नुहुन्छ भन्ने खालको भिडियो देख्नु भएको होला। त्यस्तो खालको एक्सन बटनहरू हैन, कल बटन भन्छ त्यसलाई, त्यस्तो खालको बटन राख्न सिक्नु होला। त्यस्तो बटन राखेर तपाईले अन्य भिडियोहरू चाहिँ एड गरेर राख्न सक्नुहुन्छ। शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला भनेर भन्न चाहिँ नबिर्सिनु होला। यो भनेको तपाईको प्रमोट जस्तै हो, आफूले आफूलाई प्रमोट गर्नु भएको छ। यो काम पनि भिडियोको एकदमै बीच पोइन्टमा भन्नु होला। नम्बरमा त्यस्तै अर्को इम्पोर्टेन्ट कुरा के छ भने तपाईले अन्य सोशल मिडियामा आफ्नो भिडियोलाई प्रमोट गर्नुपर्छ। जस्तो फेसबुक भयो, टिकटक भयो, इन्स्टाग्राम भयो अनि तपाईले व्हाट्सएपहरु त्यस्ताहरु चीजमा तपाईले भिडियोलाई प्रमोट गर्नुपर्ने हुन्छ, शेयर गर्नुपर्ने हुन्छ। अनि त्यसरी तपाईले सुरुमा शेयर गरेर प्रमोट गरेर विभिन्न अन्य सोशल मिडियामा तपाईले चाहिँ प्रमोट गर्नुभयो भने तपाईको भिडियो भाइरल हुन्छ, तपाईको भ्युज आउँछ, तपाईको अडियन्सहरु चाहिँ बढ्दै जान्छन्, सब्स्क्राइबरहरु बढ्दै जान्छन् र तपाईको सब्स्क्राइब बेस राम्रो भयो भने तपाईको भिडियो
मा भ्युज पनि आउँछ र तपाईँको च्यानल ग्रो पनि हुन्छ। नम्बर 10 मा रहेको छ भिडियोको CTR क्लिक थ्रु रेटलाई एकदमै ध्यानमा राखेर यो क्लिक थ्रु रेटलाई एकदमै बढी जोड दिने किसिमको जो अहिले मैले यतिसम्म जे कुरा बताइरहेको छु यो कुरालाई सबैले म्यानेजमेन्ट गरेर जान्नुभयो भने तपाईँको क्लिक थ्रु रेट बढ्छ। थम्बनेल, टाइटल, ट्याग, SEO अप्टिमाइजेसन सबै कुरालाई चाहिँ म्यानेज गरेर लानुभयो भने तपाईँको CTR रेट बढ्छ। CTR रेट 10% भन्दा माथि गयो भने तपाईँको भ्युज आउने प्रबल सम्भावना धेरै हुन्छ। त्यसैले तपाईँले यति अहिले मैले भनेका कुराहरूलाई चाहिँ एकदमै ध्यान दिएर गर्नु होला अनि तपाईँको भिडियोमा भ्युज आउने एकदमै सम्भावना हुन्छ र तपाईँको राम्रो भिडियोमा भ्युज आउँछ है त। यी टिप्स मध्ये तपाईँहरूलाई सबैभन्दा मन परेको टिप्स कति नम्बरको अथवा कुन टिप्स हो कमेन्टमा छोटो मिठो कमेन्ट गर्न नबिर्सिनु होला। यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि तपाईँलाई यस्तै खाले भिडियो मनपर्छ, यस्तै खाले भिडियो तपाईँलाई चाहिन्छ भने मलाई कमेन्ट गर्नु होला, अर्को भिडियो म लिएर आउनेछु।